नमस्ते सबैलाई। आज अलिक फरक र विभिन्न रोचक प्रसंगका साथ हामी तपाईका माझ उपस्थित भएका छौं। कोहलपुर नगरपालिका 11 नम्बर वडा एकता नगरमा एउटा हाइफाई विद्यालय बनेको छ, जुन त्यो विद्यालय हो जनज्योति माध्यमिक सरकारी विद्यालय भन्दा 1 किलोमिटर टाढा पर्छ। विभिन्न सरकारी विश्वविद्यालय जस्तै हाइफाई देखिने एउटा क्रिस्चियन धर्मको नाममा खोलिएको एउटा क्रिस्चियनको बोर्डिङ बनेको छ। जाजरकोट, जुम्ला, हुम्ला, कालीकोट, मुगुमा कुनै पनि सरकारी विद्यालयहरू त्यस्ता बनेका छैनन्। निजी शिक्षामा हाम्रो कलेजहरू बनेको र एउटा धर्मको नाममा चर्चा गरिराखेको 11 नम्बर वडाको यो हाइफाई विद्यालयलाई हेर्न सकिने हो भने कुनै पनि विश्वविद्यालय भन्दा पनि कम छैन। क्रिस्चियनहरूले आफ्नो धर्मको नाममा र प्रचार गर्दै त्यहाँ कम्तीमा 1000 जना विद्यार्थीहरू आवत जावत गर्ने एउटा दृश्य बनेको छ। 1000 जना भन्दा बढीले त्यहाँ शिक्षा आर्जन गर्ने र अझै पनि त्यसको थप मर्मत काम रोकिएको छैन। त्यहाँ कम्पाउन्ड घेरा र गेटहरू बनिएका छैनन्। त्यहाँ कम्पाउन्ड घेरा र गेट को निर्माण हुँदैछ। नेपालको शिक्षा प्रणाली र त्यस्तै बजेटहरू शिक्षामा दिएर सरकारी विद्यालयलाई सुधार गर्ने हो भने अझै नेपालका शिक्षा सुधार हुने सम्भावना पनि देखिन्छ। हाम्रो पहाडको शिक्षा एउटा अवहेलित शिक्षा बनेको छ भने कुनै एउटा धर्मको नाममा बनेको शिक्षा उत्कृष्ट बनेको छ।